मेरो आफ्नै बच्चा हो, यसलाई म पिटम कि गाली गरम कि कन्टेन्टको रूपमा प्रयोग गरम टिकटकमा, तिमीहरूलाई के को खाँचो? अथवा आफ्नो बच्चालाई प्रयोग गरेर पैसा कमाउन पल्के कि ऊ? यु आर डुइङ सच अ ब्याड प्यारेन्टिङ। अहिले हाम्रो फर यू पेजमा यस्तै भिडियो आउने गरेको छ होइन, जहाँ एक महिलाले आफ्नो बच्चालाई गाली गर्दै खाना खुवाउन लागेको अथवा सानो बच्चालाई यो तिम्रो बोयफ्रेन्ड हो भन्दै देखाए, वा आफ्नो छोरीलाई अरू कुनै व्यक्तिसँग नाम जोडेर छोरी ज्वाइँ त्यस्तो किसिमको भिडियोहरू सार्वजनिक गरिरहेको देख्न सकिन्छ। त पात्रको एउटा दुईटा भिडियो मैले पनि देखेको थिएँ, जहाँ सानो बच्चाले तेरो बाउ यस्तै गाली पनि गरिरहेको थियो। साना बालबालिकाहरूलाई प्रयोग गरेर टिकटक बनाउनु उचित कार्य चाहिँ पक्कै पनि होइन। सायद 100मा 99% मान्छेहरू चाहिँ यसको खिलाफमै छन्, उनीहरूलाई चित्त बुझेको छैन। हुन त उहाँको आफ्नो परिवार हो, उहाँले गाली गरे पनि जे गरे पनि बिग्रिने भनेको उहाँकै हो। हामीहरूले बस राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन। सकेसम्म आफ्नो छोरा छोरीहरूलाई जुन साना साना छन् सामाजिक सञ्जालमा देखाउने काम नगरौँ, र देखाए पनि त्यस्तो व्यवहार आफूले गर्ने व्यवहार चाहिँ अरूलाई नदेखाऊ।